साथीहरु एकपटक यो भिडियोलाई ध्यानले हेर्नुहोस्। 張られていた規制線も現在は解かれています。広島県北広島町の我流山の林道の入り口です。यो भिडियो जापानको हमाडा नामक शहरको एउटा सुनसान जंगलबाट गुज्रिने बाटोको हो, जहाँ त्यहीको लोकल न्यूजको पत्रकारले त्यो जंगलमा भएको मियाको हिराओका नामक केटीको हत्याकाण्डको बारेमा रिपोर्टिङ गरिरहेका छन् र उनको यो रिपोर्टिङ उनले काम गर्ने न्यूज च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको थियो। यो भिडियोमा तपाईले देख्न सक्नुहुन्छ पत्रकार बोल्दा बोल्दै बार-बार पछाडितर्फ हेरिरहेका छन्, किन भन्दा उनलाई जंगलतर्फबाट आइरहेको एउटा सानो आवाजले डिस्टर्ब गरिरहेको थियो। त्यो आवाजमा कोही केटी मान्छे एकदम पीडामा रोइरहेको र जापानिज भाषामा केही भन्न खोजिरहेको जस्तो सुनिरहेको थियो। यो न्यूज रिपोर्टिङको प्रत्यक्ष प्रसारण हजारौं मान्छेहरूले हेरिरहेका थिए र सबैजनाले नै त्यो केटी रोइरहेको आवाज टिभीमा सुनेका थिए, जहाँ त्यो आवाजले भनिरहेको थियो, मलाई एकदम दुखिरहेको छ, मसँग किन यस्तो भयो। तर आश्चर्यको कुरा त्यहाँ वरिपरि कोही पनि केटी मान्छे थिएनन्। क्यामेराम्यान र पत्रकार बाहेक त्यहाँ अरू कोही पनि थिएन। त्यो आवाज कहाँबाट आयो त? मान्छेहरूले त्यो आवाज मियाकोको आत्माको नै आवाज हो भन्ने गर्छन्। साथीहरू, तपाईलाई के लाग्छ? त्यो आवाज मियाकोको नै हो त, या ती हजारौं मान्छेहरूलाई भ्रम भएको मियाकोको हत्याकाण्डको केस सायद यो संसारमै एक मात्र केस होला जहाँ यति धेरै असाधारण घटनाहरू भएका छन् कि जो कसैलाई पनि ती घटनाहरू सत्य हुन् भनेर पत्याउन गाह्रो हुन्छ। तपाईले भूत प्रेतमा विश्वास गर्नुहुन्छ या गर्नुहुन्न, त्यो तपाईको व्यक्तिगत धारणा हो। तर मियाको हिराओकाको केसको बारेमा सुनेपछि म ग्यारेन्टी दिन्छु तपाई पनि आफूलाई प्रश्न गर्न बाध्य हुनुहुनेछ। तपाई हेर्दै हुनुहुन्छ नेपाल ट्राइज। आउनुस् जानौ यो अद्भुत र असामान्य हत्याकाण्ड मियाको हिराओकाको। अप्रिल 2009 जापानको हमाडा सहर। 19 वर्षीय कलेज स्टुडेन्ट मियाको हिराओका सधैँ झै नै आफूले काम गर्ने आइसक्रिम पसलमा दिनभरि काम गरेर रात परेपछि पसललाई बन्द गर्ने र आफू आफ्नो कोठातर्फ लाग्ने तर्खरमा छिन्। उनले पसलको आखिरी सरसफाई गर्छिन् र सबै बत्तीहरू बन्द गरेर पसलदेखि बाहिर निस्किन्छन्। कामदेखि बाहिर निस्किएपछि उनले एउटा निर्णय लिनुपर्ने थियो र यो निर्णय भने उनले करिब सधैँ जसो नै लिनुपर्ने हुन्थ्यो। उनी आफ्नो कोठासम्म पुग्ने दुईटा उपाय थियो। पहिलो उपाय बसको टिकट काट्ने र बसमा चढेर रुमसम्म पुग्ने, तर बसको टिकट काट्नलाई त पैसा लाग्थ्यो र त्यहाँ आउँछ दोस्रो उपाय, 20-25 मिनट हिँडेर आफ्नो रुमसम्म पुग्ने। यो तरिकाले रुमसम्म पुग्दा केही पनि पैसा लाग्थेन, तर मियाकोलाई हिँडेर घर जान मन नै पर्दैन थियो। क्लियरली भन्नुपर्दा डर लाग्थ्यो, किन भन्दा उसको रुमसम्म जाने बाटोमा एउटा सुनसान घना जंगल पर्थ्यो। तर उनले पहिल्यै पनि त्यो जंगलको बाटो हिँडेर घर गइसकेको हुनाले उनले आज पनि त्यो विषयमा धेरै सोच्दिनन् र उनी सुरु हिँडेर नै त्यो जंगलको बाटो आफ्नो घरसम्म जान सुरु गर्छिन्। अर्को दिन करिब 4 बजेतिर मियाकोले काम गर्ने आइसक्रिम पसलमा उनको साउले काम गर्दैछन् र मियाको आज पनि काममा आउन ढिलो भयो भन्दै उसँग रिसाइरहेका छन्। केही मिनेट ढिलो भए पनि सामान्यतया 4:30 बजेसम्म त मियाको पसलमा पुगिसक्थिन्, तर आज भने 5 बज्दा पनि मियाको केही अत्तो पत्तो थिएन। बिस्तारै पसलको साउको मियाको प्रतिको रिस अब भने चिन्तामा परिणत भइरहेको थियो। त्यसैले पसल साउले मियाको खबर बुझ्न उसको आमालाई कल गर्छन् र कल गर्न साथ साउले बुझिहाल्छन् कि केही न केही त गडबड छ। किन भन्दा उताबाट आमाले डराउँदै भन्छन्, मियाकोसँग मेरो हिजो राति ऊ पसलबाट घर फर्किने बेलामा कुरा भएको थियो। उसले म रुममा पुगेपछि कल गर्छु तपाईलाई भनेकी थिइन्, तर त्यसपछि उसको मलाई कल नै आएको छैन। त्यसपछि के थियो? तुरुन्तै नै मियाको परिवारद्वारा पुलिसमा मियाको हराएको खबर दिइन्छ। यहाँ अब एउटा कुरा छ, हमाडा एउटा सानो शान्त र सुरक्षित सहर थियो र रातिको बेलामा छोरी मान्छे हराउनु जस्तो घटना हमाडा सहरमा कहिल्यै भएको थिएन र यो घटनाले सबै सहरवासीहरूमा डर त्रासको माहौल बनाइदिएको थियो। त्यही भएर पुलिसहरूलाई सकेसम्म छिट्टो नै यो केसलाई सुल्झाउनु पर्ने भएको थियो। त्यसैले हमाडा सहरको लोकल पुलिसहरूले मियाकोलाई खोज्नको लागि इमिडिएटली नै एउटा ठुलो अपरेसनको सुरुवात गरिदिन्छन्। पुलिसहरूले आइसक्रिम पसलको क्यामेराको त्यो दिनको फुटेजहरू चेक गर्दा त्यहाँ क्लियरली देखिन्छ कि मियाको त्यो दिन राति 9:16 पसल बन्द गरेर त्यहाँदेखि निस्किएकी थिइन्, तर त्यो नै मियाको लास्ट फुटेज थियो। त्यसपछि उनी कता गइन्, कहाँ हराइन्, कसैलाई थाहा भएन। मियाको खोजी कार्य केही दिनदेखि हप्तौंमा परिणत भइसकेको थियो, तर उनी सम्बन्धी पुलिसहरूलाई केही सिनको खबर मिलेको थिएन। तर एक दिन मियाको हराएको ठिक
11 दिनपछि हमाडा शहरदेखि नजिक रहेको डाँडामा एउटा मान्छे जंगलमा च्याउ खोज्ने क्रममा एउटा ठुलो च्याउको झुप्पो देख्छन् र नजिक गएर वरिपरिको पातहरू हटाएर च्याउ टिप्न खोज्दा उनको हातमा भएको वस्तु देखेर उनको मुटु मुखमा आउँछ। उनले जे कुरालाई च्याउ सोचिरहेका थिए त्यो कोही मान्छेको आधा सडेको टाउको थियो। आफ्नो अगाडि त्यस्तो भयानक अवस्था देखेपछि उसले त्यो वस्तुलाई त्यही भुइँमा फालेर दौडिँदै टाढा भाग्न थाल्छ र डाँडाबाट अलि तल पुगेपछि पुलिसलाई सम्पर्क गरेर जंगलमा उसले कोही मान्छेको टाउको भेटाएको खबर दिन्छ र त्यहाँ पुलिसहरू पुगेर छानबिन गर्छन् र तपाईको जानकारीको लागि त्यो आधा सडेको टाउको मियाकोको नै थियो। अब तपाईलाई लाग्न सक्छ त्यो च्याउ टिप्ने मान्छेलाई मान्छेको टाउको र च्याउमा कसरी फरक देखिएन। मियाकोको अनुहारलाई यति धेरै पटक पिटिएको चोट दिएको थियो कि उसको अनुहार पुरै रातै नीलै भएको थियो। सायद त्यसैले गर्दा त्यो मान्छेलाई उसको फेस कुनै च्याउ जस्तो लाग्यो होला। अब भने पुलिसहरूले मियाकोको सर्च अपरेसनमा परिवर्तन ल्याउँछन् किन भन्दा ऊ मृत फेला परिसकेकी थिइन् र पुलिस अब भने केही दिनसम्म उनको टाउको भेटिएको जंगलमा नै केही प्रमाण या सुराग भेटिन्छ कि भनेर खोजिरहन्छन्। पुलिसहरूले बिस्तारै बिस्तारै त्यो जंगलमा मियाकोको शरीरको अरू भागहरू पनि भेट्टाउन थाल्छन् र पुलिसले पत्ता लगाउँछ कि मियाकोलाई सुरुमा घाँटी रेटेर मारिएको थियो र त्यसपछि उसको शरीरलाई जलाएर र काटेर पछि जंगलमा अलग अलग ठाउँमा फालिएको थियो। तर पुलिसहरूलाई अझै पनि मियाकोको हत्यारा को हुन सक्छ भन्ने कुराको केही पनि अत्तो-पत्तो हुँदैन। पुलिसहरूले सोधपुछ गर्दा थाहा पाउँछन् कि मियाको एउटा सरल मान्छे थिइन् र त्यस्तो उनको दुश्मन कोही पनि थिएन र मियाकोको शरीरको धेरै जसो भागहरू जलिसकेको र सडिसकेको भएर पनि उनको हत्याराले केही प्रमाण छोडेको भएको भए पनि अहिलेसम्म ती सबै प्रमाणहरू मेटिसकेका थिए। पुलिसहरूलाई मियाकोको हत्यारा को हुन सक्छ भन्ने कुरा पत्ता लगाउन अति नै गाह्रो भइरहेको थियो किन भन्दा उसको केसको अनुसन्धान गर्नको लागि पुलिसहरूसँग कुनै प्रुफ नै थिएन। त्यसैले पुलिसले मियाकोको केसलाई अलि फरक ढंगले बुझ्नको लागि एउटा साइकोलोजिस्टलाई बोलाउँछन् र मानव मनोविज्ञानको नजरले त्यो केसलाई हेर्ने प्रयास गर्छन्। साइकोलोजिस्टले मियाकोको केसलाई गहिराईमा पुगेर अनुसन्धान गर्छन् र उनले यो केस सम्बन्धी एउटा थ्योरी दिन्छन्। उनले भन्छन् कि मियाकोको हत्यारा उसले चिनेको मान्छे या उसको कुनै दुश्मन होइन, यो त एउटा अवसरवादी हत्याराले मियाकोलाई जंगलमा एक्लै देखेको अवस्थामा उसको फाइदा उठाएर उसको हत्या गरिदिएको। साइकोलोजिस्टले दिएको यो थ्योरी सुन्दा त ठीक लाग्थ्यो तर यसबाट पनि पुलिसहरूलाई केही पनि सहयोग मिल्दैन र बिस्तारै बिस्तारै मियाको केस चिसो हुँदै गइरहेको थियो। तर अर्कोतर्फ भने हमारा शहरको बासिन्दाहरूलाई मियाको हत्याकाण्ड बिर्सिन अति नै गाह्रो भइरहेको थियो। उल्टो हमारा शहरको बासिन्दाहरूले पुलिस र त्यहाँको लोकल सरकारमाथि छिटो भन्दा छिटो मियाको हत्यारालाई पक्राउ गर्नको लागि प्रेसर गरिरहेका थिए र बिस्तारै बिस्तारै हमारा शहर हुँदै मियाको केसको बारेमा खबर वरिपरिको गाउँहरूमा पनि हल्ला फैलिन थालेको थियो र ती वरिपरिको गाउँ हुँदै मियाको हत्याकाण्ड सारा जापान भर नै फैलिएर त्यहाँको कुनै एउटा नेशनल न्यूज जस्तो नै भइसकेको थियो। यो हत्याकाण्डको खबर देशभर फैलिएपछि देशभरको मिडियाको नजर हमारा शहरमा परेको थियो र विभिन्न ठूला साना न्यूज च्यानलका पत्रकारहरू हमारा शहरमा मियाको हत्याकाण्डको बारेमा रिपोर्टिङ गर्न पुगेका थिए। उनीहरूले मियाको सम्बन्धी जोडिएको हरेक कुराको बारेमा भिडियोहरू खिचिरहेका थिए, जस्तै उसले काम गर्ने आइसक्रिम पसल, ऊ बस्ने ड्रम रुम, उसको स्कुल, ऊ हिँड्ने बाटो लगायत सबै कुरा। हमारा शहर भइ नै मियाको सानो सानो इन्फर्मेसनको खोजबिन गर्दै विभिन्न दर्जनौं न्यूज च्यानलको रिपोर्टरहरू घुमिरहेका थिए। तर त्यतिकैमा त्यहाँको एउटा लोकल न्यूजले मियाको बारेमा यस्तो रिपोर्टिङ गर्छ कि अहिलेसम्म हत्या, दुःख र संवेदनाको रूपले हेरिएको मियाको केसलाई अब कम्प्लिटली कुनै अनौठो र अविश्वसनीय घटना बनाइदिएको थियो। मियाको शरीरको भागहरू भेटिएको केही समयपछि त्यहाँको न्यूज रिपोर्टरले ठीक मियाको हत्या भएको ठाउँथिम गएर रिपोर्ट गरिरहेको थियो। त्यो त्यही सुनसान जंगल थियो जहाँबाट मियाको हिँड्ने गर्थिन् र आफूले काम गर्ने ठाउँदेखि आफ्नो घर जाने गर्थिन् र सम्भवतः जहाँबाट उसको हत्याराले उसलाई उठाएको थियो। क्यामेराम्यानले लाइभ भइरहेको न्यूज प्रशासनको लागि भिडियो खिच्दै थिए र रिपोर्टरले सामान्य रूपले नै मियाको केसको बारेमा रिपोर्टिङ गरिरहेका थिए। त्यो न्यूज सामान्य रूपले नै चलिरहेको थियो तर सायद त्यो न्यूज प्रत्यक्ष हेरिरहेका हजारौं दर्शकहरूको लागि यो कुरा सामान्य
मान्ने जस्तो देखिएको थिएन। किन भन्दा रिपोर्टर बोल्दै गर्दा ऊ सँगसँगै नै टिभीमा अर्को छुट्टै किसिमको आवाज पनि सुनिएको थियो। तर उनीहरूले रिपोर्टिङ गरिरहेको ठाउँमा कोही पनि केटी मान्छे थिएन र पछि पनि क्यामेराम्यान र पत्रकारले उनीहरूले रिपोर्टिङ गरेको ठाउँमा कोही पनि केटी मान्छे थिएन भनेर आफ्नो कुरा राख्छन्। तर त्यो सानो र पीडादायी सुनिने केटीको आवाज सबले प्रत्यक्ष प्रसारणमा सुनेका थिए र त्यो आवाजले क्लियरली भनिरहेको थियो, मलाई एकदम दुखिरहेको छ, मसँग किन यस्तो भयो। र यो न्युज रिपोर्टिङ पश्चात यो केस जापानको न्युज मिडियाहरू हुँदै अन्तर्राष्ट्रिय मिडियाहरूमा समेत फैलिन थालेको थियो। किन भन्दा यो भिडियो हेर्ने अधिकांश मान्छेहरूले त्यो आवाज मियाकोको आत्माको नै हो भनेर ठहर गरिरहेका थिए। यो केस यति धेरै चर्चित भइसकेको भए तापनि पुलिसहरूलाई अझै पनि मियाकोको हत्यारा पत्ता लगाउन गाह्रो भइरहेको थियो र उसको केस सल्भ हुने कुनै बाटो देखिएको थिएन र वर्षौसम्म पनि मियाकोको केस सल्भ हुने कुनै नामो निशान देखिएको थिएन र यसै गरी नै करिब 7 वर्षसम्म मियाकोको हत्याराको बारेमा केही पनि खबर पत्ता लाग्दैन। तर मियाकोको हत्या भएको 7 वर्षपछि एक दिन हमादा शहरको पुलिस अफिसरले पुरानो केसको फाइलहरू रेगुलर चेक गर्दै जाँदा ऊ मियाकोको केसको फाइलमा पुग्छ र त्यो अफिसरले ध्यान दिएर मियाकोको फाइल चेक गर्दा उसले एउटा यस्तो शंकास्पद व्यक्तिको बारेमा पत्ता लगाउँछ कि जसलाई 7 वर्ष अगाडि पुरै मतलब नै नगरेको अवस्था थियो, तर सायद त्यही व्यक्ति नै मियाकोको हत्यारा हुन सक्थ्यो। त्यो शंकास्पद व्यक्ति थिए 33 वर्षीय योसिहारु यानो। ऊ माथि पहिले नै 3 वटा यौन दुर्व्यवहारको आरोप लागेको थियो र ऊ पहिला पनि जेल समेत गइसकेको मान्छे थियो। तर ऊ हमादा शहरको मान्छे भने थिएन। ऊ हमादा शहरदेखि करिब 800 किलोमिटर पर टोकियो शहरमा बस्ने गर्थ्यो र सायद त्यही भएर नै होला 7 वर्ष अगाडि पुलिसहरूद्वारा ऊ माथि कुनै पनि प्रकारको शंका नगएको। तर पुलिसको अहिलेको अनुसन्धानमा पत्ता लाग्छ कि मियाकोको हत्या भन्दा केही दिन अगाडि मात्रै उसलाई जेलदेखि मुक्त गरिएको थियो र ऊ टोकियो शहर नभएर हमादा शहरमा बस्नको लागि आएको थियो र पुलिसको शंका विश्वासमा तब परिणत हुन्छ जब उनीहरूले मियाकोको हत्या भएको दिनको सिक्युरिटी फुटेजहरूलाई चेक गर्दा योसिहारुको गाडी त्यो जंगलभित्र घुसेको देख्छन्। त्यसपछि के थियो, प्रहरीद्वारा योसिहारुको खोजी कार्य सुरु हुन्छ र प्रहरीहरूलाई सजिलै नै योसिहारुको घरको एड्रेस थाहा पनि हुन्छ। प्रहरीहरू तुरुन्तै नै ढिला नगरी योसिहारुको घरमा पुग्छन्, जहाँ उनीहरूले योसिहारुलाई त भेटाउँदैनन् तर उसको एउटा डिजिटल क्यामेरा भेटाउँछन् जसमा 40 वटा फोटोहरू सेभ गरिएको थियो, जुन तपाईले सही गेस गर्नुभयो मियाकोको नै थियो र मियाकोको हत्या पछिको फोटोहरू उसले त्यो क्यामेरामा खिचेर राखेको थियो। र अब भने वर्षौंको अनुसन्धानपछि मियाकोको केस सल्भ भएको थियो र उसको हत्यारा योसिहारु नामक व्यक्ति हो भन्ने कुरा पनि पुलिसहरूमा छर्लङ्ग भइसकेको थियो। तर मियाकोको हत्यारा पत्ता लगाउनुले मात्रै यो केसको अन्त्य हुनेवाला थिएन र हत्यारा पत्ता लाग्नु नै यो केसको सबैभन्दा शकिङ कुरा पनि थिएन। किन भन्दा यो केसको सबैभन्दा शकिङ कुरा त मियाकोको हत्यापछि उसको हत्यारा योसिहारुसँग भएको घटनाहरू थिए। 7 वर्ष अगाडि मियाकोको टाउको भेटिएपछि र त्यो न्युज रिपोर्टिङमा कथित मियाकोको आवाज सुनिदाको बेलातिर हमादा शहरको ट्राफिक पुलिस स्टेसनमा लगातार एउटै लोकेसनबाट कलहरू आउन थाल्छ र सबै कलहरूमा एउटै अनौठो कुराको रिपोर्टिङ गरिएको थियो। हमादा शहरको एउटा हाइवेमा 2 जना सवार भएको एउटा कार आउट अफ कन्ट्रोल भएको छ र लगातार हाइवेमा भएको रेलिङमा गएर ठोक्किरहेको छ। त्यो कार बार पछाडि गइरहेको छ र फेरि स्पिड पकडेर रेलिङमा गएर ठोक्किरहेको छ। मानौ कि त्यो कारलाई ड्राइभरले हैन कोही अरूले नै कन्ट्रोल गरिरहेको छ र पुलिस आउँदासम्म त्यो कार यति धेरै पटक रेलिङमा गएर ठोक्किसकेको थियो कि भित्र 2 जना मान्छे सँगै नै त्यो कारमा एउटा भीषण आगो लाग्छ र उनीहरूको त्यही जलेर मृत्यु हुन्छ। अर्को दिन न्युज पेपरमा समाचार आउँछ कि हमादा शहरमा एउटा मर्डर सुसाइड भएको छ जसमा ड्राइभरले नै आफू सँगसँगै प्यासेन्जरको पनि ज्यान लिएको छ र यो न्युज त्यति बेलाको समयमा धेरै चर्चित पनि हुँदैन र 2-4 दिनमा नै हराएर जान्छ। तर यो न्युज 7 वर्षपछि फेरि चर्चामा आउँछ, किन भन्दा त्यो कार चलाउने ड्राइभर अरू कोही नभएर मियाकोको हत्यारा योसिहारु नै थियो र उसको कारमा रहेको अर्को मान्छे उसैको आमा थिइन् र यो एक्सिडेन्टलाई प्रत्यक्ष
प्रत्यक्ष रूपमा देख्ने मान्छेहरूको अनुसार योसुआरू र उसको आमाको अनुहारमा डर देखिएको थियो र योसुआरूले आफ्नो हात खुट्टालाई चलाउँदै त्यो कारलाई कन्ट्रोल गर्ने पूरा कोसिस गरिरहेको थियो तर उसले केही पनि गर्न सकिरहेको थिएन। यसो हेर्दा त्यो कारलाई कोही अरूले नै या कोही अरू नै शक्तिले कन्ट्रोल गरेर योसिआरूलाई मार्न खोजेको जस्तो देखिन्थ्यो। त्यसपछि के थियो, मियाकोको केसमा नयाँ कथाहरू बन्न थाल्छन् र हमाडा शहरका धेरै मान्छेहरूले त्यो सायद मियाको नै थियो जसले आफ्नो बदला लिनका लागि त्यो कारलाई आफ्नो वशमा गरेर योसिआरूसँग उसको परिवारको समेत हत्या गरिदिएको भनेर मान्ने गर्छन्। तर जे नै होस्, त्यो मियाकोको आत्मा होस् या आफै भएको घटना, अन्त्यमा मियाकोलाई न्याय मिलेको थियो। तपाईलाई के लाग्छ कमेन्टमा आफ्नो सुझाव दिनुहोला। भिडियोलाई अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने तपाईलाई धेरै धेरै धन्यवाद र भिडियो मन परेमा लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। सम्पूर्ण नेपाल ट्राइब्स टिमदेखि नै तपाईहरूलाई धेरै धेरै धन्यवाद।